होइन के गर्नु हुँदैछ हौ बिहान बिहान दुईटा भाले बोकेर आज चाहिँ जानुअरी लागेछ कि क्या हो जनवरीदेखि कहिले मान्छेलाई पहिला सोध्नु गर्नु चाहिँ छैन ऊ जनवरी भन्दो रहेछ अनि दौडा कुखुरो बोकेर हिँडेपछि जानुअरी लागेको होइन त जनवरी लाग्छ अस्ति यो 700मा ल्याएको थियो यो 500को भाले 1200 रुपियाँ भयो कि भएन यतिमा ल्याएको भाले आज बिहान उठ्दाखेरि अब यी मरिरहेको छ अनि अब पूर्ण यिनै गरी मर्ने ला के भएर मरे यी भाले के भएर मरे नि अब उठ्दाखेरि मरिरहेका छन् अनि यस्तो छ अब इन्कम छैन जेनतेन गरेर धान बेचेर ल्याएको थिएँ मैले यो भाले अब पाहुना आउँछन् भनेर किनेर ल्याएर राखेको थिएँ पाहुना आउँदैछन् अब भोलि पर्सितिर अब भाले मऱ्यो यसरी अब अनि अब यी यसरी अब पूर्ण लानु परेन है मरेको अब के गर्नु अब यहाँ राखेर अब यो खाल्टो खन्नु पर्दैन अब खाल्टो खनेर अब नपुरी त भएन त अनि अब यति कष्ट गरेर यति पैसा जोडेर किनेको भाले कष्ट भन्छ अब कष्ट त कति हो कति कष्ट नि भएको नभएको यता खाना राखी नराखी गरेको अलिकति बनाएको धान थियो त्यही बेचेर भए पनि अब पाहुना आउँदैछन् भनेर ल्याएको अब यो पुर्नु पर्यो अब यसरी खाल्छ अब यसलाई पुरेन भने फेरि अरू पनि मर्छ सबै फैलिन्छ यो भुत्ला यता र उता भयो यस्तो लोस भयो कि अब बन्द गर्नु अब घर जानु पर्यो के भएर यसरी मरे भाले के भएर मर्छन् अघि पनि सोधो अहिले पनि सोध्छ यो मलाई जिस्काउँदैछ यो यहाँ अलिक सास गएर मऱ्यो नि सास त गयो नि त अलिक बिस्तारै त भन्नु तर्सिन म बिस्तारै भन्नु मान्छेलाई कति टेन्सन भएको छ यहाँ 1200 रुपियाँ लोस भइसकेको छ ऊ यहाँ घरिघरि मलाई जिस्काउँछ बिहानमा झाडामा कामी सोध्न आउँदैछु कुखुरो के भयो भनेर काम कि जेसुकै गर्नु र गाइस यस्तो साह्रो मेरो आज यहाँ लोस भएको छ उठिसक्दा र तपाईँहरूलाई यो भिडियोमा मन पर्यो भने लाइक कमेन्ट चाहिँ गरिदिनु होला ल आजको भिडियो यति नै भयो